मर्निङ दर्शन नमस्ते स्वागत छ म एमबहादुर थापा मेरो युट्युब च्यानलमा सबैजनालाई स्वागत छ। यो छहरा चाहिँ हरगुङ्गा गाउँपालिका वडा नम्बर 6 म्याग्दी जिल्लाको कालोमुडादेखि माथि कालोमुडाको कोल्साको घर छहरा हो, देख्न सक्नुहुन्छ। हामी अब यहाँबाट त्यो छहरा माथि हुँदै न्युरो टिप्न जाँदैछौँ साथीहरू। अब मेरो भाइ चाहिँ उता अगाडि पुरा सधैँ लेकमा हो नि रेशम भन्ने गीत बजान चल चल हिँड अगाडिबाट ल। अनि तपाईँहरूलाई हामी अब यहाँ करिब 20 मिनटसम्म अगाडि पुग्छौँ होला। अर्ग्यानिक भिडियो। यो बाटो रायखोर जाने बाटो हो। हामी केही पर गएपछि लगभग 30 सेकेन्ड पर गएपछि हामी त्यहाँबाट उकालो लाग्छौँ उत्तिसको बाटो हुँदै। अनि आज न्युरो हन्टिङ विशेष गरी अब न्युरो हन्टिङमा यो चाहिँ छहरा हो, माथि देख्न सक्नुहुन्छ अघि देखाएको छ र। अहिले फेरि हामी त्यो माथिबाट झन् खतरा देखिन्छ ल। पाहापानीदेखि हामी हिँडेको अब यहाँबाट उकालो हेलो हेलो लेफ्ट साइड। अब यहाँबाट हामी उकालो लाग्यौँ, करिब करिब 20 मिनट लाग्छ होला। पहिला जङ्गलसम्म पुगौँ, हेरौँ कति न्युरो पाइन्छ। हो बाटो पनि खोल्या रहेछ, पानी ठुलो परेको थियो। यो बाटो हो, हामी उकालो लाग्दैछौँ लेकमा। आज विशेष गरी सटरडेको टाइम पारेर हामी न्युरो हन्टिङमा हिँड्दैछौँ। यो देख्न सक्नुहुनेछ तलको गाउँ कालोमुडा, पारिपट्टि दुईटा घुम्ती दर्मिजा छ। अब त्यहाँबाट हामी यो पर देख्न सक्नुहुन्छ हजुरहरूले। यहाँ पुरा एकदम निङ्गालो छ, मतलब टुसा पाइने ठाउँ है। यो भिड छ, अब त्यहाँ त टुसा टिप्न जाने समय भएन। ल हामी अलिकति थोरै माथि उक्ल्यौँ, यो तल रोड छोडेर रोडबाट हामी माथि उक्ल्यौँ। अब मेरो भाइ चाहिँ माथि पुरा सधैँ लेकमा। ओ माई गड, च्याउ! यो च्याउ खाने होला कि नहोला साथीहरू? यहाँ च्याउ पनि छ है, तर यो च्याउ नखाने होला। च्याउ रहेछ त्यहाँ माथि पनि, च्याउ पाउँछ नखाने होला, गोब्रो जस्तो छ। हाम्रो यता फेरि गोर्खाली चेली एकदम सुमधुर आवाज कि धनी सीता थापा मगर बहिनीको आवाजमा सुनाकोशी पूर्व पर्यो कि सधैँ लेकमा भनी रेशम रमाउने मालचारी पानी खान बेसी झऱ्यो कि भन्ने उहाँको सुमधुर आवाजमा गुन्जिरहेको गीत सुन्दै हामी उकालोमा पनि यो सुमधुर आवाजसँगै मिठो म्युजिकको साथमा उकालो उक्लिरहेका छौँ है साथीहरू। अब यो उकालो छ त्यसकारण गाह्रो छ। अब यहाँ जुकाले पनि हान्यो है, मलाई जुकाले हान्यो है। जुकाले हानिसक्यो एउटाले, नमारौँ यसलाई, फालौँ, उसको पनि प्राण हो। हो कस्तो लागिरहेछ भन? ठिक छ। बर्दियाको मान्छे म्याग्दीको लेकतिर उक्लिँदै न्युरो टिप्न। अहिले भर्खरै देख्न सक्नुहुन्छ घाम एकदम छिटो पर्छन् पानी नआएको समयमा।
पारिपट्टि एकदम घाम पनि झुल्किरहनु भएको छ। यो सिँढी हुँदै हामी उकालो उक्लिँदैछौँ। देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली बुवा आमा दाजुभाइ दिदीबहिनी प्यारा प्यारा इष्टमित्र साथै मेरो युट्युब च्यानललाई सब्सक्राइब गरेर जोडिनुभएका 668 जना फ्यामिली साथै अब नयाँ जति साथीहरू हुनुहुन्छ उहाँहरूले पनि यो भिडियोलाई हेरेर मेरो यो सानो मेहनतको लागि मलाई सब्सक्राइब गर्दै साथ सपोर्ट गरेर अगाडि बढाउन सहयोग गर्नुहुन्छ भन्ने पुनः आशा राख्दै हामी अहिले यो पहराको भिर भन्नुपर्छ। भाइ चाहिँ माथि एकदम उकालो छ। मलाई एकदम बोल्न पनि गाह्रो भइरहेको छ है। अब यो पहरा एकदम खतरा छ। लेकको भिर हो। रामबहादुर हो, रामबहादुर भाइ बर्दिया। म चाहिँ बाग्लुङ। आज सबभन्दा धेरै तिमी। म चाहिँ त्यहाँ माथि चौतारीमा रेस गर्छु। त्यसपछि तपाईँहरूलाई मेरो फेस पनि देखाउने छु। प्रतीक्षा गर्नु होला है त। वाह, फेस त अब बुढेसकालको हो हैन। त्यही पनि यो बोल्ने मान्छे कस्तो रहेछ भने चाहिँ हो। एकछिन बस है। हामी माथि उक्ल्यौँ करिब 60 मिनटको हिँडाइपछि। अब यहाँ एउटा बिसाउने चौतारी छ। भाइ चाहिँ यहाँ म्युजिकमा धर्ना यालो मलाई देखाऊ क्या, उल्टो गर्न मिल्दैन। ल दाजुहरू नमस्कार। हामी आज निवृत्ति जानेछौँ। अझ एउटा उकालो छ, त्यसपछि माथि पुग्छौँ। सम्पूर्ण देश विदेशमा रहनुभएका नेपाली बुवा आमा दाजुभाइ तथा दिदीबहिनीहरूमा मेरो मनैदेखि धेरै धेरै हार्दिक नमस्कार भन्न चाहन्छु। अनि मलाई बोल्दा एकदम थकान लागेको छ। त्यो पनि त्यो झरना हेर्न सक्नुहुन्छ। आनन्द झरनाको हावाले मन एकदम प्रफुल्लित छ। यहाँ हामी थोरै त्यसको बाटो उकालोपछि माथि पुग्छौँ। त्यसपछि माथि देखाऊ, त्यो घामले देखाऊ भाइ। ल ठ्याक्क घाम लागेको जाने त्यहाँ।